तपाईका यस्ता धेरै साथी होलान् जसले भन्छ कि यार मैले त केही पनि पढेको छैन, यार मलाई त केही पनि आउँदैन, म त स्योर फेल हो, मेरो त स्योर एक्जाम बिग्रिन्छ। हो, त्यति बेला तपाईको मनले भन्नु पर्दछ चल झुट। त्यतिखेर तपाईका 80% साथीहरूले झुट बोलेका हुन्छन्। तर म ती 80% साथीहरूको कुरा गर्न आएको होइन, म त ती 20% साथीहरूका कुरा गर्न आएको हुँ जसले तपाईसँग साँचो बोलेका हुन्छन्। तिनीहरूले साँच्चैमा थोरै पढेका हुन्छन् तर मार्क्स चाहिँ निकै राम्रो ल्याउँछन्। यदि यो भिडियो यहाँसम्म हेर्नुभएको छ भने तपाईँलाई बधाई छ, तपाईँ धैर्यवान हुनुहुँदो रहेछ र सफलताको लागि धैर्य राख्नु निकै जरुरी हुन्छ। तर यो कसरी हुन सक्छ त? थोरै पढेर धेरै मार्क्स त सम्भव नै छैन। मार्क्स बढी ल्याउन त धेरै पढ्नु पर्दछ, जति पढ्यो त्यति धेरै मार्क्स। तर आजको भिडियोले तपाईको यो धारणा केही हदसम्म गलत हो भन्ने प्रश्न पार्नेछ। तपाईका ती 20% साथीहरूले जानी नजानी यो सिद्धान्तको प्रयोग गरेका हुन्छन्। अब कुन सिद्धान्त हो त, कसरी प्रयोग गर्ने हो त भन्ने जान्नलाई यो भिडियो अन्त्यसम्म हेर्नु जरुरी छ। त्यही भएर यो भिडियो अन्त्यसम्म हेर्नुहोला। र त्यो सिद्धान्तको नाम हो 80-20 को सिद्धान्त। यो सिद्धान्त त हाम्रो जीवनको हरेक क्षेत्रमा लागू हुन्छ। यो सिद्धान्त अनुसार यो संसारमा 20% मात्र यस्ता चिजहरू हुन्छन् जसले नतिजामा 80% असर पार्दछ। साधारण भाषामा भन्नुपर्दा थोरै चिजले नतिजामा ठुलो प्रभाव पार्दछ। अलि राम्रोसँग बुझ्नु भएन होला, रुक्नुस्, मैले धेरै उदाहरण दिनेछु जसले यो सिद्धान्तलाई प्रष्ट पार्नेछ। ल ध्यान दिएर सुन्नुहोस् है त ती उदाहरणहरू। 80% एक्सिडेन्ट 20% ड्राइभरहरूको लापरवाहीले गर्दा हुन्छ। 80% वैज्ञानिक खोज जम्मा 20% वैज्ञानिकले गर्दछन्। संसारको 80% धन संसारको जम्मा 20% मानिसहरूसँग हुन्छ। अब त प्रष्ट हुनुभयो होला नि यो सिद्धान्तको बारेमा कि यस्ता थोरै चिज हुन्छन् जसले नतिजामा धेरै असर पुर्याउँछ। अब अर्को प्रश्न आउला कि ठ्याक्कै 80-20 जो हुन्छ र तलमाथि पनि त हुन सक्छ नि? हो, तपाईको जिज्ञासा सही हो। यो 80-20 नभएर 90-10 पनि हुन सक्छ, 70-30 पनि हुन सक्छ। तर यसको मेन कुरा, यसको मुख्य कुरा भनेको केही चिज सानो हुन्छ कि त थोरै हुन्छ तर नतिजामा धेरै प्रभाव पार्दछ। र अझै एउटा उदाहरण दिन्छु। हाम्रो ज्ञानकुञ्ज च्यानलको भिडियो पनि मात्र 20% जनाले लास्टसम्म हेर्नुहुन्छ र बाँकी बचेको 80% जनाले त्यो भिडियो सुरुमै छोडिदिनुहुन्छ वा बिचमा छोडिदिनुहुन्छ। तर तपाईँले यो भिडियो यहाँसम्म हेर्नु भएको छ भने तपाईँ 20%मा पर्न सक्नुहुन्छ। त्यसको लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोला। यो त थियो सिद्धान्तको परिचय। अब हामीले जान्नेवाला छौँ कि विद्यार्थीले कसरी यो सिद्धान्तको फाइदा उठाउने त, कसरी कम पढेर धेरै मार्क्स ल्याउने अथवा राम्रो मार्क्स ल्याउने त। हेर्नुहोस्, विद्यार्थी धेरै प्रकारका हुन्छन्। केही पढ्दै नपढ्ने खालका हुन्छन्, त्यही भएर तिनीहरूको राम्रो मार्क्स आउँदैन र केही निकै पढ्छन् तर पनि तिनीहरूको पढे जति मार्क्स आउँदैन। र केही यस्ता हुन्छन् कि जसले राम्रोसँग पढ्छ र यो सिद्धान्तको पनि प्रयोग गर्दछ, त्यही विद्यार्थी धेरै जसो पोजिसनमा आउँदछ। र यो 80-20 को सिद्धान्त स्टुडेन्टलाई कसरी काम लाग्छ त, आउनुहोस् जानौँ। यो सिद्धान्त अनुसार 20% यस्ता प्रश्न हुन्छन् जसको परीक्षामा आउने चान्स 80% सम्म हुन्छ। भन्नुको मतलब 20% यस्ता प्रश्न हुन्छन् जुन 80% परीक्षामा सोधिन्छन्। र त्यो सिद्धान्त जानेको स्टुडेन्टले ती 20% प्रश्नको खोजीमा लाग्छ, पुराना क्वेसन पेपर जम्मा गर्छ, महत्त्वपूर्ण प्रश्नहरू जुटाउँछ, सरहरूसँग राम्रो सम्पर्क राख्छ र सरहरूसँग पनि महत्त्वपूर्ण प्रश्नहरू जुटाउँछ र त्यही प्रश्नहरूको तयारी गर्छ र उसको मार्क्स सजिलरी नै राम्रो आउँदछ। अब अर्को कुरा, के तपाईँ किताब पढ्न थाल्दा सबै कुरा लाइन टु लाइन पढ्नुहुन्छ? यदि यसो गर्नुहुन्छ भने यो तपाईको नै गल्ती हो। ल सुन्नुहोस्, 80-20 को अर्को बुदा। किताबका 20% यस्ता भाग हुन्छन् जसले 80% सम्मको महत्त्व राख्छ। किताबको मेन कुरा छुट्टाएर मात्र पढ्नाले धेरै समय जोगाउँछ र थोरै पढेर पनि महत्त्वपूर्ण टपिक कभर हुन्छ। यो 80-20 को सिद्धान्त हामीले गर्ने गल्तीमा पनि लागू हुन्छ। तपाईको 80% मार्क्स तपाईको यो सानो 20% गल्तीले गर्दा प्रभावित हुन्छ। त्यो हो नराम्रो ह्यान्डराइटिङ। अब हामीलाई त थाहा नै छ कि ह्यान्डराइटिङको महत्त्व कति हुन्छ भन्ने, त्यही पनि हामीले हाम्रो ह्यान्डराइटिङ सुधार गर्दैनौँ। कतिपय केसमा त ह्यान्डराइटिङले असर नपार्ला टिचरहरूले एन्सरलाई फोकस गर्नुहोला, तर धेरै जसो टिचरहरूको आँखा ह्यान्डराइटिङमै जान्छ। ह्यान्डराइटिङले टिचरहरूलाई इम्प्रेसन दिन्छ कि यो राम्रो विद्यार्थी हो भनेर। तपाईको राइटिङ स्किल नहोला, तपाईको स्पेलिङ मिस्टेक होला, तर यिनीहरू गल्तीमध्ये पनि मेन गल्ती भनेको तपाईको ह्यान्डराइटिङ नराम्रो हुनु हो। यदि यो भिडियो अन्त्यसम्म हेर्नुभएको छ भने तल कमेन्ट सेक्सनमा लेख्नुहोला, म पनि 20%मा पर्छु है भनेर। भिडियो मन परेको भए लाइक गर्नुहोस् र हामीसँग जोडिन र यस्तै भिडियो हेर्नको लागि
यस च्यानललाई सब्सक्राइब गर्नुहोला र यो भिडियो अरू स्टुडेन्टलाई काम लाग्छ जस्तो लागेको भए यो भिडियोलाई सक्दो सेयर गर्नुहोला। धन्यवाद।